हामी अप हिमालको ट्र्याकबाट फर्किने क्रममा छौँ। उता अगाडि दाइ हुनुहुन्छ। अर्जित दाइ, कस्तो फिल भइरहेछ त स्नोफलको? राम्रो, कहिले नभेटेको आज भेटाइयो। रमाइलो भइरहेको थियो हिँड्दाखेरि। अलिकति भिडियो हाल्ने बेला स्यास्या को भएछ भनेर भाउजूलाई भनिदिनु होला है, म हो भनेर। यतापट्टि सँगसँगै दिपक दाई पनि अघि हुनुहुन्छ। हिउँको परेको अनुभव चाहिँ पहिलोचोटि खप्तडको बेलामा दिपक दाईले प्लानिङ गर्नुभएको। एकदमै जे होस् पैसा उसुलवाला ट्रेकिङ भयो। अब बाटोमा अलिअलि दुःख सुख त भइहाल्छ। जे होस् रमाइलो भइरहेछ। दिपक दाई, के छ त अनुभव? फर्स्ट क्लास छ। हिउँ छ, आराम ल। हेर्नु सब डाँडा काँडा सब सेतै छ। सेतै छ नि त। हिउँको अनुभव चाहिँ मजाले लिन पाइएछ। पैसा वसुल आउनु होला होइन, यसो हिँड्न सक्ने आउनु होला। अपिको ट्रेक हिँड्नै नसक्ने भए पनि आउनुहोस्, ग्रुप बनाएर रमाइलो छ। यात्रा त्यही हो, सधैँभरि सजिलो हुँदैन। सजिलो हुने ठाउँ फेरि यति राम्रो ठाउँ नभेटिन पनि सक्छ। हो पारिपट्टिको पुरै छाँगा हिउँ छ। के दाइ? उतातिर पानी पर्छ दाइ, यतिको